नमस्कार सबैजनालाई मेरो च्यानलमा। यो चाहिँ चावल हो, यसलाई चाहिँ भिजाएर राखेको छ। अब केही समयमा चाहिँ हाम्रो चिकन र मटन चाहिँ तयार हुन्छ। त्यसपछि चाहिँ चिकनलाई चाहिँ झिकेर अनि हामीले यस चावललाई चाहिँ फेरि बक्समा हालेर पकाइन्छ है त। यसलाई चाहिँ मजुस भन्छ है गाइजहरू, मजुस भनिन्छ यसलाई चाहिँ। अब यता चिकन पाक्दैछ भने यता हाम्रो मटन पाक्दैछ। फाइनली गाइज हामीले चाहिँ यहाँबाट आलु चिकनहरू निकालिसकेका छौँ र यता हाम्रो मटनपट्टिबाट पनि हाम्रो मटन पनि निकालिसकेका छौँ गाइज। अब यसलाई चाहिँ हामी फ्रेम के अंदर रखेगा ना, फ्रेम के अंदर रखेगा, हामी चाहिँ फ्रेमको अंदर राख्छ है यसरी। अब यसलाई चाहिँ ढकिदिन्छ किनकि त्यहाँ चाहिँ हिट भएर बसिरहन्छ। अब यसमा चाहिँ हामी अब चावल हाल्ने कार्यक्रम सुरु गर्छौँ। हाम्रो यता चिकनहरू छ, हाम्रो यता अनि आलु कुसाहरू पनि रेडीमा छ। फाइनली गाइज अब हामीले चाहिँ चावल हालिसकेका छौँ सलनामा। अब यसलाई चाहिँ अब मजाले मिक्स गरेर पकाइदिन्छ अलि समय। अनि उता हाम्रो भाइले चाहिँ सुप झिकिरहेको पुरै मटनको, छान्दै झिकिरहेको पुरै। अब त्यसमा पनि चावल हालिन्छ है त। अब यस्तै हो, अब सुरुदेखिबाट राम्रोसँग देखाउन पाएन तपाईँहरूले। अब नेक्स्ट टाइम चाहिँ पुरा गरेर देखाउँ है त। चावल चाहिँ हाम्रो रेडी भएर चाहिँ आलु कुसाहरू सबै हालिसकेको छ। यो चिकनलाई चाहिँ फ्राई गर्छौँ पछि। र फाइनली लाममा चाहिँ हामीले अब खुर्सानी सुर्सानी हालेर चाहिँ डेकोरेसन गरिसकेका छौँ। अब हाम्रो भाइले चाहिँ अब लाम हाल्दैछ है त, मटन हाल्दैछ। यसरी हालिन्छ गाइजहरू। यहाँ चावल पाकेर चाहिँ रेडी भइसकेको छ अगाडि नै। अब यसलाई चाहिँ यसरी मटन हालेर चाहिँ दम दिन्छ। एकदमै राम्रो, एकदमै मिठो हुन्छ है गाइजहरू। भाई यार प्लीज लाइक शेयर कमेंट जरूर करना। ठीक है, सही है। हम लोग मेहनत का कुछ रिजल्ट मिलेगा इंशाल्लाह। र फाइनली हामीले चाहिँ मटन चाहिँ हालेर भेटिसकेका छौँ। ठीक है, डाल यसरी हालेर भेटिसकेको छ। अब यसलाई चाहिँ दम दिनको लागि चाहिँ हामी किस्ती हाल्छ। अब किस्ती हालेर चाहिँ अब यसलाई ढक्कन मारेर 20 मिनट अब 20 मिनटमा चाहिँ पाक्छ भनेर हाम्रो भाइले भनिसक्यो। स्लो ग्यासमा राखेर चाहिँ हामी यसलाई दम दिन्छ। अब चिकन फ्राई गर्नको लागि चाहिँ हाम्रो तेल हालेर रेडी भइसकेको छ। यता हाम्रो साथमा यहाँ चिकन पनि छ। अब यसलाई चाहिँ तेल गरम गरेर स्वयं पारेर हालिन्छ है त। तेल हिट हुन दिनु छ। तेल हिट नहुन्जेलसम्म चाहिँ हामी पर्खेर बस्छौँ। त्यसपछि हामी यो चिकन हाल्छौँ त। फाइनली हामीले चिकन हाल्न थालिसकेको छ, देख्न सक्नुहुनेछ। चिकन चाहिँ हामीले हालिसकेको छ। फाइनली हाम्रो चिकन फ्राई भइसकेको छ। अब यसलाई चाहिँ हामीले निकालेर राख्छौँ, फेरि अर्कोलाई पल्टी गरेर हाल्छौँ। दामी भएको छ है। र त्यसै गरी यता हाम्रो सलाद पनि रेडी भइसकेको छ काटेर। फाइनली पाकिसकेको छ। अब चाहिँ देख्न सक्नुहुन्छ। अब मटनलाई दबाई आ गया। मटनलाई चाहिँ अब बिस्तारै निकालेर चाहिँ चावल बक्समा हालिन्छ। अब
फाइनली मटन निकालेर चाहिँ अब हामी चावल हाल्न लाग्दैछौँ। मटन चाहिँ यहाँ छ हाम्रो। चावल हाल्न सुरु भइसक्यो अब। यसलाई भन्छ गाइजहरू मजबुस। थ्याङ्क यू सो मच भिडियो हेरिदिनु भएकोमा। नयाँ हुनुहुन्छ भने च्यानलमा सब्सक्राइब राखेका। भिडियोमा नयाँ हुनुहुन्छ भने च्यानलमा सब्सक्राइब, लाइक, कमेन्ट, सेयर गरिदिनु होला अनुरोध गर्दछु। फाइनली अब चाहिँ हाम्रो सकिसकेको छ। अब मटनलाई चाहिँ राखेर अब मिलाएर चाहिँ बक्समा बन्द गरिन्छ अनि यसलाई चाहिँ भित्र लगेर दिन्छ। सबैजनालाई ह्याप्पी तिहार पनि। तिहारको धेरै धेरै शुभकामना छ। यसै गरी अरू नयाँ भिडियोहरू पनि म बनाएर हालिरहनेछु। तपाईँहरूले यदि साथ दिनुहुनेछ भने। ओके, थ्याङ्क यू भेरी मच।